चाहिँ बिहान उठेर के गर्नु साथीहरू, उठ्न मन लाग्दैन तैपनि उठ्नु परिहाल्छ। अनि उठेर यसो लाएर केमारा तेर्च्यायो अनि म भित्र गएर हेरेको। अनि मेरो छोरा पनि सुतिरहेको थियो। अनि फेरि बाहिर आएर हेरेको त आमामामा घामै लागिसकेछ, भित्र नि घाम पसिसकेको रहेछ पसलमा। अनि म लागेँ सफा गर्न। अब पुसपास यताउता गरेर सकाइसकेपछि मैले फेरि बाथरुम छिरेँ, ब्रस गर्न थालेँ। छिटो 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 ढिला भइसकेको थियो। अनि ब्रस गर्दैछु। अनि त्यहाँबाट फेरि छोरो उठेर अब हामी चिया खाएर फेरि बरफ खान स्टार्ट भइसक्यो। मेरो छोराले हैरान बनाउँछ बरफ खानलाई। साथीहरू के गर्नु, दिनमा यति धेरै बरफ खान्छ। अनि पसलको सामान मात्रै धेरै खाने कि। अनि वो डिस्काउँदैछ। अनि आउरे अनि फेरि जय मसी गर्दै मासी गर्छ, फेरि आऊ भन्दैछ। के गर्नु, यस्तै छ मेरो दिनहरू, यसरी बितिरहेको छ। अनि हामी राति पनि भइसक्यो। मेरो आजको भ्लग, मेरो भिडियो हेरेर साथ दिनु होला। अहिले त फेरि माथि चढिसकेको छ। के गर्नु यसलाई, बरफ खाएर हेर्नु नसुत्ने बेला साथीहरू 5-6वटा पुऱ्याइसके बरफ खाएर। मान्दैन फेरि झिक्यो, फेरि गइहाल्छ। अनि फेरि त्यो अङ्कलहरू आउनुभएको थियो। अनि अङ्कलहरूले आइसक्रिम नहेर्दै उसले आइसक्रिम झिकेर फेरि खाइहाल्यो। अब म त सक्दिनँ भनेर छोडिदिइहालेँ। फेरि खान थालिसक्यो, औँलाले झिक्दै खाँदै गर्दैछ। अनि मलाई पैसा दिनुभयो। अङ्कलले आइसक्रिम लिएर जानुभयो। ऊ फेरि उता गएर हेर्दैछ, उताबाट बाहिर। अनि हामी अब बन्द गर्ने बेला भइसक्यो, रात परिसकेको छ साथीहरू। हामी अब डाइपर लिन गयौँ छिमेकी पसलमा। अनि छिमेकी पसल भाइले फोन गर्दै हुनु रहेछ। अनि हामी डाइपर लिन तर्फ लाग्यौँ। डाइपर लिन गएको, दिनु भनेको दिइसक्नु भएछ। खुसी भए मेरो छोरा। यस्तै हो अब यहाँको पसल। हाम्रो छिमेकी नजिकै छ पसल। अनि ठुलो पसल छ, सबै कुराहरू पाउँछ कि। अनि त्यस्तै छ, तान्दै जाँदैछ। फेरि धेरै चकचक गर्छ के केटा, के गर्नु, चकचक बेसी छ। अब हामी जाऊँ भनेको, फेरि एकछिन बसाल्नु मम्मी भने। अनि फेरि दौडिनु थाल्यो मेरो छोरा। अनि फेरि अब हामी यताउता देखाएर बाई बाई भनेर हामी निस्किएर अब म आफ्नो पसलतिर लागेँ। मेरो पसल साथीहरू गाइज बन्द गरिसकेछु मैले। अब हामी बाई बाई गुड नाइट भनेर लागेँ म आफ्नो घर।